तो गाइस कस्तो हुनुहुन्छ तपाईहरु? तो गाइस यही भनौँ आज म तपाईलाई गाइस रोमन रेन्स र सीएम पंक यो दुटैमा को जित्छ? जब तपाईलाई थाहा नै होला यिनीहरुको रेस्टलमेनियामा मेन इभेन्ट छ अनि यो दुटैमा को जित्छ? तपाईलाई के लाग्छ? म आफ्नो गाइस एकदम 100% आफ्नो प्रेडिक्सन दिन गइरहेछु कि को जित्छ र को जित्दैन ल। अनि त्यसको पनि म्याच छ गाइस तपाईलाई थाहा छ कि छैन त्यो कोडी रोड्स र अझै के नाम थियो त्यसको कोडी रोड्स र र्यान्डी अर्टन गाइस कसरी भुल्न सक्नुहुन्छ? यो दुटैको म्याच छ अनि यो दुटैमा गाइस मेन इभेन्ट हुँदैछ। अब तपाईलाई के लाग्छ मेन इभेन्ट पहिला के थियो नि गाइस? एउटा थियो रेस्टलमेनिया थियो एक दिनको मात्र हुन्थ्यो रेस्टलमेनिया अनि त्यो रेस्टलमेनियामा सबभन्दा जो लास्टमा म्याच हुन्छ त्यसलाई मेन इभेन्ट भनिन्छ नि अनि त्यो मेन इभेन्टमा जो हुन्थ्यो त्यो मतलब राम्रो हुन्थ्यो त्यसलाई राम्रो मानिन्थ्यो पावरफुल पिपल हुन्थ्यो त्यसलाई मतलब धेरै भ्यालु दिने गर्थ्यो के जो मेन इभेन्ट गर्छ भनेर अनि तपाईलाई थाहा नै होला सबैजना रोमन रेन्स नै सबैजना भन्दैछु एनी टाइम रोमन रेन्स नै मेन इभेन्ट गर्छ अनि गाइस के भनौँ अनि रोमन रेन्सले मेन इभेन्ट गर्छ किन गाइस रेस्टलमेनिया भनेकै रोमन रेन्स हो डब्ल्युडब्ल्युई भनेकै रोमन रेन्स हो तपाईलाई थाहा नै होला तर गाइस आज अब के गरिरहेको छ यो डब्ल्युडब्ल्युई ले पैसा कमाउनुको चक्करमा रेस्टलमेनिया गाइस 2 दिनको गर्दैछ 2 दिनको गरिदिएको छ गाइस 2 दिनको अब के भनौँ झ्याम्मे मुडो भइसक्यो गाइस केही भनौँ अब 2 दिनको गर्छको अब के भनौँ फर्स्ट डे गाइस फर्स्ट डे हुन्छ रेस्टलमेनिया अनि 2 दिन हुन्छ फर्स्ट नाइट नि अनि फर्स्ट नाइट हुन्छ दुईटा नाइट हुन्छ के गाइस अब दुईटा नाइटमा गाइस केही भनौँ दुईटा नाइटमा गाइस एउटा हुन्छ दुईटा मेन इभेन्ट हुन्छ फर्स्ट मेन इभेन्ट अनि सेकेन्ड मेन इभेन्ट तर गाइस मेरो अनुसार मेरो लागि र ज्यादातर हेऱ्यो भने सबभन्दा मेन इभेन्ट डे 2 मा नै हुन्छ लास्ट डेमै हुन्छ मेन इभेन्ट भनेको लास्ट डे हो ठिक छ नि त्यसैको लागि मलाई लागिरहेछ आफ्नो अन्दाजमा आफ्नो प्रेडिक्सनमा कि रोमन रेन्सको म्याच सबभन्दा लास्टमा हुन्छ मेन इभेन्टमा हुन्छ डे 2 मा हुन्छ तर अहिलेसम्म कन्फर्म भएको छैन तपाईलाई यदि कन्फर्म तपाईलाई के लाग्छ तपाईँ आफ्नो कमेन्ट गरेर भन्नु होला रोमन रेन्सको म्याच कहिले हुन्छ डे 1 मा हुन्छ या डे 2 मा हुन्छ ठिक छ र अब म आफ्नो गाइज प्रेडिक्सन दिन गइरहेछु ठिक छ कि को जित्छ को हार्छ ठिक छ नि रोमन रेन्स गाइस सीएम पंकबाट 100% जित्छ 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 अब सुन्नु किन जित्छ किनको लागि गाइस रोमन रेन्सले पहिला नै भनेको थियो कि आफ्नो इन्टरभ्यूमा जब रिटर्न आएको थियो भनेको थियो आई हेभ प्लान फर नेक्स्ट इयर 2025 मा भनेको थियो अब 2026 आइसक्यो गाइस यसको मतलब यही सालको लागि उसले प्लान गरेको थियो अनि त्यही प्लान अब त्यो पुरा गर्न वाला नै रहेछ ठिक छ अब तपाईलाई के लाग्छ कि मतलब त्यो अब फेरिदेखि त्यो ब्लड लाइन क्रिएट गर्न सक्छ कि नै कमेन्ट गरेर जरुर बताउनु होला नि अनि गाइज अब र्यान्डी अर्टन र कोडी रोड्समा को जित्छ तपाईलाई के लाग्छ मलाई 100% लागिरहेछ कोडी रोड्स जित्छ किनकि त्यसलाई धेरै भ्यालु दिइरहेछ ट्रिपल एसले गाइज केही भनौँ अनि गाइज ब्रक लेसनर भर्सेस ओभा फेमी पनि भइरहेछ अनि यस म्याचमा गाइज 100% ओभा फेमी नै जित्छ किनकि गाइज ट्रिपल एसले गाइज 100% त्यसलाई मोटिभेट गरिरहेछ जो न्यू प्लेयर छ ल गाइज आजको लागि यति नै थियो थ्यांक यू सब्स्क्राइब जरुर गर्नु होला नेपालबाट